हेलो साथीहरु, नमस्ते। स्वागत छ मेरो ब्लगमा साथीहरु। हजुरहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु साथीहरु। आज चाहिँ म कौसीमा छु अनि मैले कौसीमा चाहिँ मेली लगाएको खुर्सानीहरु कस्तो भयो त्यो देखाउन जाँदै छु साथीहरु। हेरेर साथ दिनु होला अन्तिमसम्म। अनि अहिले पछि फेरि मैले एउटा प्रकाश बोडी जस्तै एउटा बोसी बोडी हुँदो रहेछ 100 दिनमा फुल्ने हो, त्यो बोडी नि लगाएको छु। कस्तो भयो त्यो पनि म देखाउँछु। लगाएको चाहिँ देखाएन मैले। अनि अहिले चाहिँ उम्रेछ तिनीहरु पनि, त्यो पनि देखाउँछु मैले। अनि पहिला चाहिँ म मेरो डल्ले खुर्सानीबाट स्टार्ट गर्छु साथीहरु। डल्ले चाहिँ मजाले फलेछ साथीहरु। अहिले चाहिँ कति मजाले फलेछ। यसमा चाहिँ मैले त्यो झोल मलहरु नि हालिराखेको छु। कालो भएर आएको बुट्टो त फेरि फल्न नि मजाले फलेछ। अहिले चाहिँ झरे छैन है। राम्रो भन्छ अहिलेको चाहिँ। यो डल्ले चाहिँ नयाँ बुट्टो यतिवटा मात्रै है साथीहरु। पुरानो बुट्टै छ। पुरानो बुटमा नि फलिरहेछ। आफूलाई खाना चाहिँ भइरहेछ, अरूहरूले चाहिँ खाँदैन। टोक्नी खुर्सानी भनेको मैले मात्रै हो, अनि त्यही भएर मलाई चाहिँ भइरहेछ। अनि यतातिर लामो खुर्सानी नि छ है साथीहरु। यो लामो फेरि त्यति मलाई टोक्न मन लाग्दैन के। यो चाहिँ फेरि पिन्ने चटनीहरु बनाउँदाखेरि चाहिँ हाल्छु म। यो चाहिँ यो हरियो लामो चाहिँ मलाई अलि त्यति टोक्न मन लाग्दैन। डल्ले देख्यो भने चाहिँ बिहान बेलुका एक कुन्टा चाहिँ जान्छ जति पिरो भए पनि। अनि लामो खुर्सानी यता पनि छ साथीहरु। मजाले फलिरहेछ। यहाँ चाहिँ दुईटा लगाएको मैले। यो चाहिँ अघि उ त्यहाँ देखा यो सँगसँगैको हो। यो सँगसँगैको हो। यो फलिसक्यो है। यो चाहिँ अर्को बुट्टो, यो नयाँ बुट्टा हो। यो त के हो, यो लामो जिरे पो रहेछ क्या हो। यो त ए होइन, तलै झुन्डेको रहेछ। यो नि लामै खुर्सानी है साथीहरु। यो चाहिँ पुरानो बुट्टा है साथीहरु। यो चाहिँ यो पनि फलिरहेछ के कति मजाले। अलिअलि फलिरहेछ, फुलिरहेछ मजाले। यता पनि छ। यसको चाहिँ खाइरहेको छु मैले। यो चाहिँ अलि क्याचक्क भयो किन हो यो। अनि यहाँ छ फेरि कालो कालो खुर्सानी। यो चाहिँ है साथीहरु यस्तो मजाले भ्वाक भ्वाक फल्दो रहेछ यो खुर्सानी चाहिँ। यो खुर्सानी चाहिँ मैले पहिला लगाएको थिएन। यो चाहिँ एउटा मात्रै दिदीले दिनुभयो, अनि त्यही भएर मैले ल्याएर लगाएको। यस्तो मजाले फल्दो रहेछ। ल हेर्नु न, कालो यस्तो राम्रो नखाइने खाम खाम जस्तो साथीहरु। यति मजाले फले ह। यो चाहिँ भर्खरै फल्दैछ है साथीहरु। यो चाहिँ सबै पसिनाले हानेर नयाँ पलाएको। यो र यो हाँगा चाहिँ नयाँ पुरानै भएर यसमा चाहिँ फलिसक्यो। गट्ठा गट्ठा फलेछ। अनि यता फेरि भन्टाहरु छ है साथीहरु। यो भन्टा चाहिँ के भयो, मेरो यो भन्टा चाहिँ फुलेछ झरेछ, अड्डे छैन किन हो कुन त। फुल्न चाहिँ अस्ति नैदेखि फुलिरहेको, एउटा अड्डेको छैन किन हो यो कुन। सब झरेछ यसरी। यसलाई के हाल्नु पर्यो मैले यो फुल अड्डाउनको लागि हजुरहरूले कमेन्टमा लेखेर दिनु होला, बताउनु होला भन्न चाहन्छु मेरो युट्युब साथीहरुलाई। अनि यता फेरि बोडी छ साथीहरु। यो चाहिँ यत्रो सानो बुट्टोमा नि कस्तो मजाले खुर्सानी फल्यो कि। यसमा नि फल्न सुरु गरे चाहिँ अहिले चाहिँ म बिहान बिहान आछु। घाम लागिएछ, घाम लागे चरक्करी अहिले 8 बज्न लाग्यो है साथीहरु। अनि मैले चाहिँ यहाँ फेरि यो म चाहिँ बोडी नि टिप्छु साथीहरु। अहिले तरकारी चाहिँ सिद्धे छ, अनि त्यही भएर यो बोडी नि टिप्छु। अनि त्यही भएर भिडियो नि बनाउँछु भनेर चाहिँ अहिले म कोसीमा आएको साथीहरु। हिजो नि पानी पर्यो, अस्ति नि पानी पर्यो। पानी परिरहेछ तर पनि फेरि गर्मी छ है। गर्मी चाहिँ हुन छोडेन। वाउ कस्तो राम्रो भएको यो बोडी त। आम्बो नि बोडी चाहिँ मैले अस्ति नि टिप्न त फेरि पनि भइसकेछ। यो अर्को हातमा लाउँछु है म।
बोडी चाहिँ अहिले मैले मजाले अलिकति भए नि खान पायो, नत्र परेवाले सबै लुइठाइदिन्थ्यो। अझै यता बतिला हाल्दैछ है। यता पनि बतिला हाल्दैछ। यो चाहिँ पलाहा भर्खरै यति चाहिँ अहिले टिपे साथीहरू। अब भेन्टी नै टिप्छु म। यहाँ चाहिँ यो खोर्सानी केचक्कहरू भएर बसेछ। यसमा चाहिँ अब यो बुट खाली हुने बेला भयो नि त, मर्न लाग्यो बुट चाहिँ अब। अनि त्यही भएर मैले फेरि यहाँ यो बोडी लगाइदिएको। यो बोडी हो मैले लगाएको चाहिँ अहिले उम्रेर यत्रो भइसक्यो। यो चाहिँ यसरी हाँगा झाङ फैलिन्न, तल छोटो थाक्रा नलाग्ने बोडी हो है त्यो चाहिँ साथीहरू। यहाँ नि खुर्सानी कति मजाले कस्तो सानो क्युट देखेछ कि यो झाक्रा खुर्सानीको बुट कस्तो राम्रो देखेछ। अनि यहाँ नि चाहिँ बोडी फल्दैछ अझै। यसमा चाहिँ खुर्सानी क्या मजाले लागेछ है। यसमा पनि खुर्सानी चाहिँ अहिले चाहिँ मैले धेरै लगाएको, नत्र मैले डल्ले मात्रै लाउँथेँ। यो लामो खुर्सानी चाहिँ मैले जति लाए पनि हुन्थेन, यसपालि चाहिँ बेसरी राम्रो भएछ। ल साथीहरू यति बोडी टिप्यो मैले चाहिँ। अब म भेन्टी टिप्छु अनि यो डल्ले नि दुईटा जति टिपेर म चाहिँ के अरे आफूले खानुलाई लैजान्छु। मेरो यहाँ चिप्ली भेन्टी चाहिँ फलेर मजा भएर बसेछ है साथीहरू। कैँची चाहिँ यत्रो सानो लिएर मैले त्यो चाहिँ क्या हो भेन्टी त। भेन्टी चाहिँ मजाले फलेछ है साथीहरू। यति बुट चाहिँ धेरै छैन, 4, 5, 6, 7वटा यस्तो मजाको भएछ। छिप्पेन लागेछ क्या हो। म चाहिँ अब भेन्टी टिप्छु साथीहरू मजाले। अब कैँची नि फेरि कैँची ल्याएछ क्या मैले यो पनि टिपिदिन्छु। यो अलि छिप्पिन्छ फेरि छिटै। यहाँ हुन्छ अहिले उस भएको त। यहाँ मैले यहाँ पनि मल हालिदिएको त्यो झोलमल। चटचट काटेर छोडिदिन्छु अहिले टिप्छु लास्टमा। यस्तो मजाले फलेछ हौ भन्टा भेन्टी त अहिले त। अझै फल्नलाई यता नि छ। यो पनि टिपिदिन्छु। यो अहिले फेरि कस हुन्छ। एउटा मैले चाहिँ यति टिपेँ है भेन्टी। भेन्टी चाहिँ मजाले फलेको रहेछ अहिले। एक छाक रहेछ, राम्रो फल्यो भने त यो सब ठिक्क भइछ कि। यति भोलितिर टिप्न आयो भए यो सब छिप्पेर दाउरा हुँदो रहेछ। ठिक्क टाइममा टिप्न आइछ। कलिलै छ चाहिँ यहाँ साग लगाएको थियो साथीहरू। तोरीको साग, तोरी भन्दा पनि रायोको साग लगाएको थिएँ अहिले बर्खामा लाउन मिले। लगाएको त एउटा उम्रेन क्या यहाँ। अनि फेरि मैले यो बोडी लगाइदिएको। यो चाहिँ उम्रेछ। त्यो पनि कोही यो पुरा खाली है यता त। यसरी उम्रेछ है साथीहरू। यो चाहिँ यसलाई चाहिँ झाङ नजाइने बोडी हो। यो पछि कस्तो हुन्छ त्यो हजुरहरूलाई मैले देखाउँछु। यहाँ पनि लगाउँछु, अर्को ठाउँमा पनि लगा। साथीहरू म चाहिँ थोरै डल्ले टिप्छु। डल्ले चाहिँ म धेरै टिप्दैन है, खाँदैन धेरै अरूले, मैले मात्र। यो पहिला फलेको टिप्छु। धेरै छिप्पेको छैन, कलिलै छ। यो अस्ति एउटा भुइँमा खसेको रहेछ अनि लहरा खाएको त यस्तो पिरो रहेछ। मङ बास्ना आएको। मल चाहिँ मेरो यहाँ छ साथीहरू। खुर्सानी चाहिँ यति टिप्यो है साथीहरू। मैले टिप्दिनँ धेरै। अनि बोडी चाहिँ यता नि लगाएको छ है बाल्टिनमा। यहाँ चाहिँ अरू उम्रेको थियो। यो चाहिँ फेरि पहिला लगाएको उम्रेको परेवाले हो कि केले खाइदिएछ, फेरि पछि सारेको उम्रिसकेछ। यो पनि
यता नि लगाएको हो साथीहरू। बोडी चाहिँ अहिले यसमा चाहिँ धेरै लगाएको छु मैले। कति मजाले उम्रेछ कालो भएर बुटहरू। यी यसरी खनिदिने के त्यो भँगेराले हेर्नु। यी यहाँ कति धेरै फल्यो, 4-4वटा गाडेको सब खाइदिएछ, 2टा मात्र खाथे। यी यहाँ फेरि पहिला रोपेको खाइदियो, फेरि पछि लगाएको उम्रेछ फेरि पछि पनि। यहाँनिर एउटा उम्रेछ अनि यहाँनिर एउटा उम्रेछ, 3टा मात्र गाडिदिएको है यसमा चाहिँ। यो भेन्टा मेरो फलेन, तलको कस्तो मजाले फल्यो, माथिको फल्दा यो फलेन। साथीहरू यता पनि छ बोडी चाहिँ, यस्तो मजाले सरेछ बोडी चाहिँ। मैले चाहिँ यहाँ यति धेरै लगाइदिएको हुन्छ कि नै कुनै पछि। बोड त बेसरी राम्रो भएर आएको छ। यो चाहिँ छोटो खाले बोडी हो साथीहरू, जाङमा चाहिँ नि। यतापट्टि नि छ, यता नि छ, यता यो चाहिँ टमाटरको बेर्ना। यो चाहिँ मैले अर्को गमलामा धेरै बाक्लो भयो थियो अनि एक ठाउँ भयो थियो, मैले यहाँ ल्याएर सार्दिएको त यो पनि सरेर कस्तो राम्रो भएछ। मेरो यो साइड चाहिँ सबै ड्र्यागन फ्रुट, यो चाहिँ फुल्न तयार भएको छ। म एक दिन यसको नि फेरि भिडियो बनाएर राख्छु तपाईँहरू सामु। आजलाई मेरो भिडियो यति नै भन्न चाहन्छु। मेरो भिडियो कस्तो लाग्छ लाइक शेयर कमेन्ट गर्न नबिर्सिनु ल भन्दै बाई बाई साथीहरू, फेरि भेटौँला।